उडाएर लगेको लाँदा पर एउटा केटीले उडाएर लगेन पोखरा उसमा झर्ने भनेर नयाँ एयरपोर्ट विराटनगर अनि झर्ने भनेर त सधैँ ठाउँमा नघुमाएर अर्कै ठाउँबाट घुमाएर लाने हुँदाखेरि अनि त्यो केटीले यसरी उँभो हाई गर्नु परेमा डाउन भयो अरे त्यो डाउन भएको भएकै उँभो गर्ने सकेन अरे डिएममै झरेर त्यहाँ 75 जना कतिजना मान्छे मरेन विराटनगर कि कहाँ लाँदाखेरि हो यता विराटनगर पोखरामा लाँदा पोखरामा यता पर झरेन हौ त्यस्तै त्यो कहिलेकाहीँ ड्राइभरले घुमाउनु के घुमाइ पठायो भने त्यो फेरि डाउन भएपछि उँभो जाँदैन अरे क्या धेरै दाजुलाई चाहिँ कसरी एक्सिडेन्ट भयो जस्तो लाग्यो यो भन्नु त त्यो मलाई चाहिँ त्यो धेरैवटा इन्जिन हुन्छ उसको ब्रेक फेल भएर चलाउँदाखेरि एउटा मिस्टेक गरेर गयो अनि बसियो त्यस्तै किन हुँदैन गाडी त मलाई एउटा स्टिङ भएको गाडी त त्यहाँ कन्ट्रोल गर्दा गरेर चिप्लाएर पर भित्र झारी पठाउँछ त्यो झन् हजारौँवटा इन्जिन चाहिँ चलाउनु पर्ने ठिक ठिक मम्मीलाई चाहिँ कस्तो लाग्यो तपाईँलाई चाहिँ कसरी एक्सिडेन्ट भयो त लाग्यो म त मिसिनको त्यो त्यही त प्लेनहरूको त के थाहा हुँदैन कि त्यो कति किसिमको कति सम्पर्क भइरहेको हुन्छ एकछिन सम्पर्क विहीन हुन्छ के भएर हुन्छ अब त्यसको त्यो चलाइराखेको मिसिन के हुन्छ थाहै हुँदैन क्या त्यही त कतिखेर के भएर बिग्रिन्छ के थाहा त्यो एउटै मात्रै त्यही त एउटै 30 वर्ष 40 25 वर्ष कि 30 वर्ष अगाडि एउटा ठुलो पानी जहाज हराए चाहिँ भेटेको छैन कता गयो अनि यता मामालाई चाहिँ कसरी एक्सिडेन्ट भयो जस्तो लाग्यो तपाईँलाई चाहिँ कसरी एक्सिडेन्ट भयो होला जस्तो लाग्यो अब हामीहरू अलिक पढाइ कम छ भाइ त्यसको बारेमा चाहिँ अलिक यसो विदेशमा के भने कसो भने त्यो टाढा थाहा हुन्छ सुनेको भर हो अब भन्छ के भएर झर्यो भन्ने कुरो अब भन्छ अब भन्छ अब त्यो खोजी गर्छ नि